नमस्कार। आजको भिडियो चाहिँ एन्क्लेस कसरी पास गर्ने अथवा एन्क्लेसमा हामीले चाहिँ कसरी सही एन्सर चुज गर्ने भन्ने बारेमा हो। जहिले पनि तपाईले चाहिँ फर्स्टमा चाहिँ इलिमिनेसन प्रोसेस गर्नुभयो भने तपाईले राइट एन्सर के गर्न सक्नुहुन्छ त चुज गर्न सक्नुहुन्छ। त्यसलाई चुज गरेको एन्सर चाहिँ राइट भयो कि भएन भने फेरि तपाईले रिड गरेर फेरि सही एन्सर फाइनलाइज गर्न सक्नुहुन्छ। अर्को चाहिँ मल्टिपल क्वेसनमा जहिले पनि के हुन्छ लुक लाइक द कम्पेरेबल अथवा डिफरेन्ट अनलाइक अप्सन उस्तै मिल्दोजुल्दो अप्सन हुन्छ। उस्तै मिल्दोजुल्दो अप्सनलाई तपाईले के गर्न सक्नुहुन्छ हटाइदिन सक्नुहुन्छ हैन। यसरी हटाएपछि तपाईले छानेको क्वेसनको एन्सर चाहिँ तपाईको अम्ब्रेला अप्सनमा अथवा चाहिँ तपाईको एन्सरले चाहिँ प्यासनलाई सेभ गर्यो गरेन अथवा त्यो अप्सनले प्यासनलाई चाहिँ फर्दर डिटोरेसन गर्न दियो कि दिएन अथवा प्यासनलाई सेभ गर्नुभयो अथवा चाहिँ त्यो एन्सरले तपाईको होल क्वेसनको लाई कभर गर्यो भने तपाईको त्यो एन्सर के हुन सक्छ करेक्ट हुन सक्छ। अथवा अर्को चाहिँ इनकरेक्ट कस्तो एन्सर चाहिँ इनकरेक्ट हुन सक्छ भन्छ चाहिँ एनी क्लोज इन क्वेसन कुनै पनि क्लोज इन क्वेसन का सम सर्टेन वर्डहरु छन् सम अलवेज एभर नेभर अल अफ यस्ता आयो भने तिनीहरु के हुन सक्छ क्लोज इन क्वेसन हुन्छ। त्यस्तो क्लोज इन अप्सनहरु चाहिँ के हुन सक्छ त रङ एन्सर चाहिँ इनकरेक्ट हुन सक्छन्। अब चाहिँ प्राय गरेर हाम्रो नर्सेसहरुलाई जहिले पनि प्रायोरिटाइजेसन गर्नुपर्ने प्यासनलाई प्रायोरिटाइजेसन क्वेसनहरु प्राय गरेर आउने हुन्छ। प्रायोरिटाइजेसन गर्दा के को आधारमा हामीले चाहिँ प्रायोरिटाइजेसन गर्न सकिन्छ भन्दा चाहिँ एउटा चाहिँ एयरवे ब्रिदिङ सर्कुलेसन एयरवे जहिले पनि एकदम इम्पोर्टेन्ट हुन्छ। त्यही भएर अर्को चाहिँ मास्लर हायरार्की अफ नीड यसमा चाहिँ फिजियोलोजिकल नीडमा फर्स्टमा पर्ने भयो। त्यसपछि अर्को नर्सिङ स्टेप हैन नर्सिङ प्रोसेसको आधारमा एसेसमेन्ट फर्स्टमा आउनुभयो। अर्को चाहिँ जेएमएम को आधारमा र अर्को चाहिँ तपाईले चाहिँ सीपीआर गर्दै हुनुहुन्छ कम्प्रेसन एयरवे ब्रिदिङ कम्प्रेसन पहिला चाहिँ फर्स्टमा चाहिँ हार्टलाई नै स्टिमुलेट गर्नु पर्यो त्यसपछि बल्ल एयरवे हुनु। त्यसको आधारमा हामीले के गर्नुपर्ने हो हामीले चाहिँ एन्सरलाई चुज गर्नुपर्ने हो। प्रायोरिटाइजेसन क्वेसनमा चाहिँ हामीले चाहिँ यो रुलहरु फर्मुला एयरवे ब्रिदिङ सर्कुलेसनको मास्लर हायरार्की नीडको फिजियोलोजिकल नीडहरु अथवा चाहिँ एनसीजेएमएम को नीडहरुको आधारमा हामीले चाहिँ गर्न सकिने भयो। अर्को प्राय गरेर आउने भनेको नर्सेसलाई भनेको थेरापेटिक कम्युनिकेसन कसरी कुन चाहिँ थेरापेटिक कम्युनिकेसन कसरी पेशेन्टसँग के गरेको छ कम्युनिकेट गरेको छ अथवा पेशेन्टलाई कम्युनिकेट गर्दा केलाई चाहिँ मेन चाहिँ इम्पोर्टेन्ट दिएको छ भन्ने हुन्छ हैन। यसमा चाहिँ जहिले पनि हामीले सोच्नु पनि फोकस अन द क्लाइन्टको थट फिलिङ कन्सर्न एन्जाइटी फियरलाई हामीले चाहिँ बढी के गर्नुपर्ने हुन्छ प्रायोरिटाइजेसन गर्नुपर्ने हुन्छ। थेरापेटिक कम्युनिकेसनमा जहिले पनि हामीले चाहिँ क्लाइन्टको कन्सर्नलाई क्लाइन्टलाई फोकस गरेर एन्सर चाहिँ चुज गर्यो भने हाम्रो एन्सर के हुन सक्छ करेक्ट हुन सक्छ। अर्को चाहिँ हामी एज अ नर्स हामीले चाहिँ लिडिङ गर्नुपर्ने त्यसपछि असाइनमेन्ट गर्नुपर्ने हुन्छ हैन। त्यसै कारणले हामीलाई क्वेसन पनि कस्ता आउँछन् डेलिगेसन असाइनमेन्टका क्वेसन आउँछन्। जहिले पनि डेलिगेसन असाइनमेन्ट गर्दा स्कोप अफ प्र्याक्टिस तपाईले चाहिँ डेलिगेसन असाइनमेन्टको क्वेसन आयो भने फर्स्टमा भनेको त्यो चाहिँ हेल्थ केयर प्रोभाइडरको तपाईको स्कोप अफ प्र्याक्टिसको के हो त भनेर सुरुमा आफूले सोचिहाल्नु पर्ने हुन्छ। उसको स्कोप अफ तपाईले चुज गरेको एन्सर त्यो स्कोप अफ प्र्याक्टिस भित्र पर्यो कि परेन। जस्तै तपाईले चाहिँ एलपीएनलाई चाहिँ असाइन गर्नुभएको छ भने एलपीएनलाई फर्स्ट इनिशियल एसेसमेन्ट अफ द पेशेन्ट भन्नु भने त्यो चाहिँ करेक्ट हुन सक्दैन। जस्तै चाहिँ अनलाइसेन्स पर्सनलाई भन्नुभएको छ उलाई चाहिँ मेडिसिन दिने भन्नु भने त्यो पनि के हुन सक्दैन करेक्ट हुन सक्दैन। त्यही भएर तपाईले चाहिँ डेलिगेसन असाइनमेन्ट गर्दा चाहिँ स्कोप अफ प्र्याक्टिस थाहा पाउनु पर्ने हुन्छ। त्यस्तै स्कोप अफ प्र्याक्टिसको आधारमा तपाईले चाहिँ राइट एन्सर के गर्न सक्नुहुन्छ त चुज गर्न सक्नुहुन्छ। अर्को हामीलाई आउनेको फार्माकोलोजिकल हो हैन ड्रग्सको बारेमा आउँछ। ड्रग्सको सिलेक्सन गर्दा हामीले चाहिँ सर्टेन गाइडलाइनहरु जस्तै कुन मेडिसिन कहिले दिने अथवा कुन मेडिसिनको साइड इफेक्ट के हुन सक्छ अथवा चाहिँ त्यसको एन्टिडोट के हो भन्ने कुरा हामीले के गर्नुपर्ने हुन्छ थाहा पाउनुपर्ने हुन्छ। यस्तै युजफुल भिडियो म लिएर आउने नै छु। अहिलेसम्म समय दिनुभएकोमा हजुरलाई धन्यवाद। ह्याभ अ गुड डे। बाई बाई।